नमस्ते गाइस, म चाहिँ कमल सिंह। आज फेरि म रिडक्सन फर्मुलाको पार्ट 3 लगेर आएको छु र आज चाहिँ 74 सालतिर सोधेको रिडक्सन फर्मुलाबाट एउटा मेन इम्पोर्टेन्ट क्वेसन लिएर आएको छु। सोल्युसन हामीलाई थाहा छ, पहिला चाहिँ इन्टिग्रेसन साइन एन एक्स डिएक्स को फर्मुला निकाल्ने। साइन एन डिएक्स को फर्मुला निकाल्दिने हामीलाई। यसको इन्टिग्रेसन यसको रिडक्सन फर्मुला निकाल्ने हामीलाई थाहा छ, आइएन इक्वल टु साइन को पावरमा एन एक्स डिएक्स र अब चाहिँ हामीले साइन को पावरमा एन माइनस 1 एक्स इन्टु साइन एक्स डिएक्स। हामीले योलाई चाहिँ यसो लेख्न सकिन्छ हैन, किनभने यो साइन एक्स को पावरमा 1 हुन्छ, फेरि यहाँलाई यस्तो हुन्छ माइनस एन माइनस 1 प्लस 1 हुन्छ, फेरि आउने भयो त्यो यहाँ नै आउने हो। त्यसैले यो भन्नु र यो भन्नु सेम हो। यस्तो लेख्न यो कन्डिसनलाई चाहिँ यसो पनि लेख्न सकिन्छ। हामीलाई के फर्मुला थाहा छ, इन्टिग्रेसन यु भी डिभी को फर्मुला हामीले पढेका छौँ। इन्टिग्रेसनको फर्मुला के हुन्छ भने चाहिँ यु इन्टिग्रेसन अफ भी माइनस टोटल इन्टिग्रेसन डेरिभेटिभ अफ यु इन्टिग्रेसन भी टोटलको इन्टिग्रेसन गर्ने। यो वाला फर्मुला चाहिँ यो वाला फर्मुला चाहिँ युज गर्ने। यसमा यो वाला फर्मुला युज गरेर र अहिले चाहिँ के छ, यु भने चाहिँ साइन एन माइनस 1 एक्स छ र भी भनेपछि चाहिँ साइन एक्स छ। अब यो वालालाई चाहिँ यो फर्मुलामा खोल्ने। कसरी खोल्ने भनेपछि यु भनेको छ यु भने साइन एन माइनस 1 एक्स इन्टिग्रेसन भी भनेको छ साइन एक्स को इन्टिग्रेसन डिएक्स माइनस टोटल इन्टिग्रेसन डेरिभेटिभ अफ यु भनेको चाहिँ अहिले साइन को पावरमा एन माइनस 1 एक्स इन्टिग्रेसन अफ भी भनेको चाहिँ साइन एक्स डिएक्स र टोटलको इन्टिग्रेसन भने डिएक्स। अब चाहिँ यसले के गर्ने, साइन को पावरमा एन माइनस 1 एक्स सेम हुन्छ र अब चाहिँ साइन एक्स को एन डेरिभेटिभ के हुन्छ माइनस कस एक्स, यो माइनस। अब चाहिँ यसको साइन को पावरमा एन माइनस 1 एक्स को फर्मुला यसलाई पावर रुलमा चाहिँ यसले चाहिँ फर्मुलामा खोल्दिने। पावर रुलको फर्मुलामा खोल्दिने के हुन्छ यसको भने चाहिँ एन माइनस 1 साइन एन माइनस 1 माइनस 2 एक्स र अनि साइन एक्स को डेरिभेटिभ कति हुन्छ कस एक्स र अब यसको साइन एक्स एन डेरिभेटिभ कति हुन्छ माइनस कस एक्स होल डेरिभेटिभ डिएक्स। साइन को पावरमा एन माइनस एक्स माइनस कस एक्स माइनस यो माइनस बाहिर ल्याएपछि के हुन्छ प्लस, यो एन माइनस 1 लाई अगाडि ल्याइदिउँ, एन माइनस 1 इन्टिग्रेसन साइन एन माइनस 2 एक्स कस एक्स इन्टु कस एक्स कति हुन्छ कस एक्स स्क्वायर को इक्वल टु साइन को एन माइनस एक्स डिएक्स माइनस कस एक्स एन माइनस 1 इन्टिग्रेसन साइन एन माइनस 2 एक्स। अब यो चाहिँ कस स्क्वायर एक्सलाई चाहिँ साइनको फर्ममा गर्दा के हुन्छ 1 माइनस साइन स्क्वायर एक्स हुन्छ र डिएक्स र यो चाहिँ के हुन्छ यसलाई अगाडि लेख्ने। अब यो कस एक्सलाई चाहिँ अगाडि लेख्ने माइनस कस एक्स इन्टु साइनको पावरमा एन माइनस 1 एक्स प्लस एन माइनस 1 इन्टिग्रेसन साइनको पावरमा एन माइनस 2 एक्स माइनस। अब योले चाहिँ योलाई इन्टु गर्दा कति हुन्छ साइनको पावरमा एन एक्स मात्र बच्छ र डिएक्स। अब दुईटालाई के गरिदिने सेपरेट गरिदिने माइनस कस एक्स इन्टु साइनको पावरमा एन माइनस 1 एक्स प्लस एन माइनस 1। अब सेपरेट गरिदिने कति हुन्छ साइन एनको पावरमा 2 एक्स डिएक्स र यो एन माइनस 1 ले चाहिँ यता पनि इन्टु हुन्छ माइनस एन माइनस 1 इन्टिग्रेसन साइनको पावरमा एन एक्स डिएक्स र अब यो के गर्ने भनेपछि र अब यस्तो आएको कस्तो आएको क्वेसन आउनु भने चाहिँ माइनस कस एक्स साइनको पावरमा एन माइनस 1 एक्स प्लस एन माइनस 1 इन्टिग्रेसन साइनको पावरमा एन माइनस 2 एक्स डिएक्स एन माइनस 1 इन्टिग्रेसन साइनको पावरमा एन डिएक्स आएको छ नि। अब यसलाई के गर्ने भने चाहिँ यो भन्ने कति हुन्छ माइनस कस एक्स इन्टु साइन एन माइनस 1 एक्स प्लस एन माइनस 1। अब हामीले हिजो भनिसकेका थियौँ साइनको पावरमा एन माइनस 2 एक्स डिएक्स भनेको कति हुन्छ भने चाहिँ मैले हिजो नै भनिसकेको थिएँ
साइनको पावरमा n माइनस टू एक्स डिएक्स भनेको कति हो भने in माइनस टू हुन्छ। कति लेख्ने यसको ठाउँमा? अब यसको ठाउँमा कति लेख्ने? in माइनस टू लेख्ने, in माइनस टू लेख्ने माइनस n माइनस वान। अब फेरि यो भनेको कति हो? जस्तै साइनको पावरमा n माइनस टू एक्स डिएक्स भन्यो भने in माइनस टू हो भने यदि साइनको पावरमा n मात्र छ भने के हुन्छ? in हुन्छ। यसको ठाउँमा के लेख्ने? in लेख्ने। र के भयो? यो भनेको कति हो? in इक्वल टु कति हो? माइनस कस एक्स साइनको पावरमा n माइनस वान एक्स प्लस n माइनस वान in माइनस टू माइनस n माइनस वान in। अब यो माइनस टर्मलाई चाहिँ अगाडि ल्याइदिने। अब यता ल्याउने, यता ल्याउँदा के हुन्छ? in प्लस n माइनस वान in इक्वल टु माइनस कस एक्स साइनको पावरमा n माइनस वान एक्स प्लस के हुन्छ? प्लस n माइनस वान in माइनस टू हुन्छ कि नै? अब यसपछि के गर्ने? अब यसले चाहिँ यो भित्र इन्टु गरिदिने in प्लस के हुन्छ? n in माइनस in इक्वल टु माइनस कस एक्स साइनको पावरमा n माइनस वान एक्स प्लस n माइनस वान in माइनस टू गर्ने। र अब के हुन्छ? यो क्यान्सल भयो कि नै? यो र यो क्यान्सल कति बच्यो? n in इक्वल टु माइनस कस एक्स साइनको पावरमा n माइनस वान एक्स प्लस n माइनस वान in माइनस टू। अब यो चाहिँ हामीले निकाल्नु के हो? in यो यहाँलाई डिभाइडमा लाग्ने माइनस कस एक्स साइन n माइनस वान एक्स यसलाई चाहिँ दुइटालाई छुट्याइदिने के n ओपन डिभाइडेड बाई n प्लस n माइनस वान बाई n in माइनस टू। अब हामीले के गर्ने भनेपछि अब in भने त हामीलाई थाहा छ। in भनेको कति हो? इन्टिग्रेसन साइनको पावरमा n एक्स डिएक्स हो इक्वल टु माइनस कस एक्स साइनको पावरमा n माइनस वान एक्स बाई n प्लस n माइनस वानको पावर बाई n र in माइनस टू भनेको त अघि भनिसकेको थियो कति हो? in माइनस टू भनेको कति हो? साइनको पावरमा n माइनस टू एक्स डिएक्स इन्टिग्रेसन साइनको पावरमा n माइनस टू एक्स डिएक्स हो। यसको फर्मुला चाहिँ यही हो। अब हाम्रो फर्मुला कति आयो? साइनको पावरमा n एक्स डिएक्सको फर्मुला कति आयो? यति आयो होइन? अब के भनेको छ क्वेसनले फेरि? हेन्स इभालुएट 0 देखि पाई बाई 2 साइन n एक्स डिएक्स यति हुँदा त हाम्रो फर्मुला यति आयो भने अब 0 देखि पाई हुँदा लिमिट 1 लगाइसकेको छ कि अब के गर्ने? अब फर्मुलामा अब के भने नाउ अगेन गरिदिने। के गर्ने? अब हामीलाई के भनेको छ? 0 देखि पाई बाई 2 लिमिट भनेको छ होइन? क्वेसन गर्ने साइन पावरमा n एक्स डिएक्स। अब हामीले चाहिँ यति यो साइनको पावरमा n एक्स डिएक्सको फर्मुला त हामीले पढिसक्यो, यो आइहाल्यो होइन? अब यो के गर्ने? यसको लिमिट लगाइदिने। यो फर्मुलामा चाहिँ यो 0 देखि पाइसम्म चाहिँ लिमिट लगाइदिने। र अब के गर्ने? अगेन 0 देखि पाई बाई 2 यो लिमिट दिएको छ। अब लिमिट यो फर्मुला त आइसक्यो, हामीलाई थाहा छ यो फर्मुला हो। अब यसको फर्मुला आइसकेपछि यसमा चाहिँ लिमिट लगाउने। के गर्ने भनेपछि अब जस्तै हामीलाई के भनेको छ? अब अगेन लिमिट 0 देखि पाई बाई 2 साइनको पावरमा n एक्स डिएक्स यो भनेको छ नि। अब यसलाई कसरी बनाउने भने चाहिँ सोलुसन हामीले त पढिसक्यौँ। इन्टिग्रेसन साइनको पावरमा n एक्स डिएक्सको फर्मुला कति आएको थियो? हाम्रो फर्मुला कति आएको थियो? यहाँ कति आएको छ फर्मुला? कति आएको छ फर्मुला? माइनस कस एक्स साइनको पावरमा n माइनस वान एक्स बाई n प्लस n माइनस वान बाई n आएको छैन? र इन्टिग्रेसन साइन n माइनस टू एक्स डिएक्स आएको छ नि फर्मुला। अब यसमा लिमिट लगाइदिने। यसमा कति भनेको छ हामीलाई? अब निकाल्नु कति हामीले? 0 देखि पाई बाई 2 को भने चाहिँ अब के लिमिट लगाइदिने? अब के लिमिट लगाइदिने भने चाहिँ माइनस कस एक्स इन्टु साइनको पावरमा n माइनस वान एक्स बाई n। यसको लिमिट कति के हुन्छ? 0 देखि पाई बाई 2 सम्म 0 देखि पाई बाई 2 सम्म लिमिट लगाइदिने कि यसको। अब जो आएको फर्मुला थियो नि त्यो फर्मुला चाहिँ फर्मुलामा चाहिँ यसको लिमिट लगाइदिने। र अब के? प्लस n माइनस वान बाई n इन्टिग्रेसन कति? 0 देखि यसमा इन्टिग्रेसन पाई बाई 2 साइनको पावरमा n माइनस टू एक्स डिएक्स। अब दुइटा एकचोटि पाई बाई 2 राख्ने, एकचोटि 0 राख्ने माइनस कस एक्स एक्सको ठाउँमा कति राख्ने? पाई बाई 2 इन्टु साइनको पावरमा n माइनस वान पाई बाई 2 बाई n माइनस एकचोटि 0 राख्ने कस 0 कस 0
साइनको पावरमा n माइनस 1 0 बाई n। यो माइनस चाहिँ अगाडि लग्ने, माइनस यता लग्ने र प्लस n माइनस 1 बाई n। इन्टिग्रेसन कति 0 देखि 2 पाइ भने चाहिँ साइन पावरमा n माइनस 2 x dx यो सेम सार्ने। अब हामीलाई थाहा छ माइनस, अब यो एकचोटि यो cos 90 भने 0 0 इन्टु कुनै नम्बर भन्यो, कुनै केही भन्यो भने टोटल 0 भइहाल्छ। कति हो 0 माइनस cos 0 भने त 1 हो, तर साइन 0 भनेको कति हो 0 हुन्छ। यो भनेको दिन्छ 0, बाँकी के रह्यो n माइनस 1 बाई n इन्टिग्रेसन 0 देखि पाइ बाई 2 साइन n माइनस 2 x dx। यो भने 0 भ्याल्यु कति हो n माइनस 1 इन्टिग्रेसन 0 देखि पाइ बाई 2 साइन n माइनस 2 x dx। अब हामीले पढिसकेका छौँ फेरि साइनको पावरमा n माइनस 2 x dx भनेको कति हो in माइनस 2 हो कि नै, यो भनेको यो हो कि नै। अब के लेख्ने ठाउँमा n माइनस 1 डिभाइडेड बाई n, यसको ठाउँमा यो लेख्ने अब in माइनस 2। अब in भनेको कति हो 0 देखि पाइ बाई 2 साइनको पावरमा n x dx बराबर कति आन्सर n माइनस 1 बाई n in माइनस 2 र यसको फाइनल आन्सर यति नै हुन्छ।